नमस्कार साथीहरु, तपाईले पनि एउटा बेस्ट एसएमएम प्यानल खोजिराख्नु भएको छ भने आजको यस भिडियोमा म हजुरलाई नेपालको सबैभन्दा बेस्ट एसएमएम प्यानलको बारेमा बताउन गइरहेको छु। हामीले कसरी युज गर्न सकिन्छ, कसरी अर्डर लगाउन सकिन्छ र कसरी फोन एड गर्न सकिन्छ त भनेर। सबैभन्दा अगाडि हजुरले आफ्नो मोबाइलमा भएको कुनै पनि ब्राउजर एपलाई ओपन गर्नु होला। मैले चाहिँ गुगललाई ओपन गरेँ। गुगललाई ओपन गरिसकेपछि चाहिँ सर्च वाला अप्सनमा आउनु होला। सर्च वाला अप्सनमा आइसकेपछि यहाँ हान्नु होला np.bot एसएमएम प्यानल भनेर। जस्तै मैले bot.smm.shop भनेर हान्नु होला। मेरो चाहिँ यहाँ अलरेडी आइसकेको छ। यसरी चाहिँ हजुरले यहाँ सर्च हान्नु होला। यो सर्च हानिसकेपछि चाहिँ हजुरको यहाँ यस्तो खालको इन्टरफेस आउँछ र हजुरले चाहिँ यहाँ लगइन गर्नुपर्ने हुन्छ। मेरो अलरेडी लगइन भएको कारणले गर्दा मेरो चाहिँ पहिल्यै लगइन भइसकेको छ र म अर्को भिडियोमा बताइदिने छु कि मेरो सर्ट भिडियोमा गएर पनि हेर्न सक्छु मैले कसरी लगइन गर्न सकिन्छ त भनेर। र अब चाहिँ हामीले फोन एड गर्न सिक्छौँ। फोन एड गर्नको लागि चाहिँ सबैभन्दा अगाडि चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ 3 लाइनको अप्सन, यसमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि यता तल आएर एड फोन भनेको छ, यसमा चाहिँ हजुरले क्लिक गर्नु होला। यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि देख्न सक्नुहुनेछ यहाँ चाहिँ एउटा क्यूआर आइसकेको छ। यो चाहिँ हाम्रो इन्डियन युजरको लागि हो भने यो चाहिँ हाम्रो नेपाली युजरको लागि हो। यदि हजुरसँग खल्ती छैन भने यी सेवा अरू पनि हामीसँग WhatsApp नम्बर रहेको छ, यसमा चाहिँ यसलाई कपी गरेर चाहिँ मेसेज गरेर भन्न सक्नुहुन्छ हामीलाई यो मसँग यो वाला पेमेन्ट छैन, यो बाटो म एड गर्न चाहन्छु भनेर पनि भन्न सक्नुहुन्छ। र इन्डियनको लागि चाहिँ सबै युपिआई देखि चाहिँ सबैबाट चाहिँ फोन एड हुने गर्छ। फोन एड गर्नको लागि सबैभन्दा अगाडि चाहिँ हजुरले यो यहाँको फोटोलाई चाहिँ यो फोटो चाहिँ यहाँ खिच्नु होला। यो क्यूआर यो फोटो खिचिसकेपछि चाहिँ यहाँ हजुरले पेमेन्ट गर्नलाई खल्तीमा गएर पेमेन्ट गरिसकेपछि चाहिँ वो WhatsApp नम्बर रहेको छ, यसलाई चाहिँ कपी गर्नु होला। त्यसपछि WhatsAppमा आएर चाहिँ WhatsAppमा आउनु होला। WhatsAppमा आइसकेपछि यो एड कन्ट्याक्टमा गएर चाहिँ हजुरले यहाँ हाम्रो नम्बरलाई पेस्ट गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ अगाडिको यो नम्बरलाई चाहिँ गर्नु होला र सेभ गर्नु होला। देख्न सक्नुहुन्छ हाम्रो यो वाला चाहिँ आउँछ हजुरको यो वाला कन्ट्याक्ट नम्बर आउँछ र हजुरले यसमा आएर चाहिँ हजुरले मेसेज गर्नु होला र हजुरले पेमेन्ट गरेको हामीलाई यस्तो स्क्रिनसट पठाउनु होला र सर मेरो फोन एड गरिदिनु भनेर पनि हामीलाई मेसेज गर्नु होला। हाम्रो सपोर्ट टिमले हेर्छ। त्यसपछि हजुरको केही समयपछि चाहिँ यहाँ फोन एड भइहाल्छ। जस्तै मेरो यहाँ अलरेडी फोन एड छ, यस्तै गरी नै हजुरको फोन एड चाहिँ भइहाल्छ। त्यसपछि चाहिँ अब हामी अर्डर लगाउन सिक्छौँ। यदि हजुरले पनि आफ्नो वेबसाइट बनाउन चाहनुहुन्छ भने मन्थली रेट पनि रहेको छ हामीसँग भने हामीसँग लाइफ टाइमको लागि पनि छ। हाम्रो मन्थली रेटमा चाहिँ 800 वाला छ। यसमा चाहिँ हजुरले मल्टिपल एपिआई युज गर्न सक्नुहुनेछ भने यो हाम्रो 3000 वाला चाहिँ हजुरको लाइफ टाइमको लागि हो। यसमा चाहिँ हजुरले .shop वाला चाहिँ डोमेन पाउन सक्नुहुनेछ र हामी चाहिँ अब के अर्डर लगाउँछ हजुरको त्यो चाहिँ सिलेक्ट गर्नु सबैभन्दा अगाडि। जस्तै म फेसबुक भ्युज यहाँ गएँ। फेसबुकमा फलोमा गइसकेपछि यहाँ देख्न सक्नुहुन्छ मात्र 55 रुपियाँमा 1000 फलोवर्स रहेको छ लाइफ टाइम ग्यारेन्टीको साथ। त्यसपछि चाहिँ हजुर चाहिँ अब यहाँ लिङ्क हाल्नुपर्ने हुन्छ। जस्तो म आफ्नो फेसबुकमा गएँ। फेसबुकमा गइसकेपछि चाहिँ यहाँ आउनु होला। यहाँ टक्क आइसकेपछि यो 3 लाइनमा क्लिक गर्नु होला र आफ्नो प्रोफाइलको चाहिँ यहाँ लिङ्क कपी गर्नु होला। त्यसपछि फेरि ब्याक आउनु होला र वेबसाइटमा आउनु होला र यहाँ लिङ्क पेस्ट गर्नु होला र कति क्वान्टिटी चाहिन्छ हजुरलाई त्यो हाल्नु होला र क्वान्टिटी हालिसकेपछि चाहिँ यो प्लेस अर्डरमा क्लिक गर्नु होला। जस्तै मैले आफ्नो प्रोफाइलको लिङ्क हालेको जस्तै म यहाँ अहिले सिम्पलको लागि 10 फलोवर मात्रै बढाउन चाहे। त्यसपछि चाहिँ यो न्यू अर्डर भन्ने अप्सनमा क्लिक गर्नु होला। न्यू अर्डरमा क्लिक गरिसकेपछि हजुरको अर्डर चाहिँ लाग्छ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ प्रोसेसिङ लिँदैछ। यति बेला चाहिँ यहाँ हेर्नुहोस् हाम्रो चाहिँ प्रोसेसिङ लिइसकेको छ भने हाम्रो यहाँ अर्डर चाहिँ लागिसकेको छ। हेर्न सक्नुहुन्छ हजुर हाम्रो अर्डर लागिसकेको छ र हजुरको यहाँ ब्यालेन्स पनि कट गर्छ। हजुरले कति स्पेन्ड गर्नुभयो त आजसम्म, कति खर्च गर्नुभयो त यहाँ त्यो पनि देखाउँछ र हजुरले आफ्नो अर्डर कम्प्लिट भयो कि भनेर यहाँ चेक पनि गर्न सक्नुहुन्छ। जस्तै यहाँ अर्डर भनेको छ यसमा क्लिक गरेर चाहिँ हजुरले यहाँ चेक गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ मेरो अर्डर चाहिँ यहाँ यस्तो टक्क लगाएर हाम्रो अर्डर चाहिँ लागिसकेको छ र हजुरको केही समयपछि चाहिँ अर्डर कम्प्लिट हुन्छ।